सबैजनालाई। के छ हजुरहरूको खबर? सन्चै हुनुहुन्छ? अहिले चाहिँ हाम्रो 9 बजे ठ्याक्कै छुट्टी भयो। बिहान 7 बजेदेखि हिँडेको। हेर्नु न, बिहान जुरुक्क उठ्यो, मुख धुयो, दाँत ब्रस गर्यो, तुरुक्क गर्यो, अनि चाहिँ हिँडेको छ होइन। अनि त्यसपछि एकैचोटि 10 बजे खाना खायो, अनि 3 बजे खाजा खायो, अनि 9 बजे राति छुट्टी हुन्छ, अनि 9:30 बजे घर पुग्यो, अनि पकायो खायो, अनि 11-12 बजे चाहिँ अनि त्यसपछि बल्ल काम सकिन्छ। अनि चाहिँ मुख धोएर अनि फ्रेस भएर सुत्यो। निन्द्रा नै पुग्दैन। हेर्नु न, कामले गर्दा छुट्टी पनि कहिले हुँदैन। यस्तै छ साथीहरू, के गर्ने, दुखियाको जिन्दगी। जति दुःख गरे पनि कहिले उँभो नलाग्ने भयो। के गर्ने साथीहरू, यस्तै छ। अहिले चाहिँ हामी घर जान लागेको, रुम जान लागेको, छुट्टी भएर। सो यहाँ चाहिँ मेरो ब्याग हो। यो भित्र चाहिँ गिलास छ, चम्ची छ, अनि एउटा छुरी छ, अनि खानेकुराहरू, चाउचाउहरू भोक लाग्छ नि त, अनि खानुपर्छ। अनि त्यही भएर यहाँ चाहिँ मेरो खाजाहरू छ। अनि खाइ नसकेको चाहिँ फर्काएर लाने हो, भोलि फेरि खाने हो। चाउचाउ त बिग्रिन्न नि त साथीहरू। त्यही भएर अब चाहिँ म जान लागेको मेरो अफिसबाट। अब म चाहिँ जान लागेको। ओ ल सम्धी, मेरो सम्धी, बस्नुहोस्। बाई बाई सम्धी। सम्धिनीलाई रातभर फोन नगर्नु है। हेत्तेरी एकछिन पनि छोड्न सक्नुहुन्न हौ सम्धिनीलाई। के साह्रो। मेरो सम्धी अलिक बोका छ क्या। खालि सम्धिनीलाई फोन गर्छ। घरमा नि सम्धिनी छ, वनको सम्धिनीलाई फोन गरेर जतिखेर के भएको हो यो सम्धी त। झोन छोरी मागिरहेको छु। सम्धीले यस्तै गर्यो भने त डिभोर्स हुन्छ होला हौ मेरो छोरा र सम्धीको छोरीको त।